हजुर एमबिएल ए एमबिएल टावर नजिकै एमबिएल टावर नजिकै ए ओके ए हजुर ए ओके हजुर के छ तामाङ गर्नु ए ससुराली फलो गर्नु हजुर ससुराली फलो गर्नु हो म छैन हामी यता यहीँबाट जाने हो क्या जोरघाट फाटी तरेर अनि त्यसपछि फेरि माथि घुम्नु हुँदै माथि माथि जाने हो नि त त्यहाँ हजुर ए बाजेहरू चाहिँ उता बस्नुहुन्थ्यो ए हजुर यता हामी जाने बाटो त्यही हो हजुर हजुर ए ओके ओके ए हजुर मोक्तान चाहिँ मेरो भाउ चाहिँ ए हजुर बाहिर चाहिँ भाउ मोक्तान गयो ए निजगढको मोक्तान हो क्या निजगढ ए रमाइलो हुन्छ म चाहिँ जो भए पनि भेटघाट हुँदाखेरि बोलिरहेको छु क्या प्रायः जस्तो बोलीचाली ए हाम्रो उस्तै उस्तै परेछ ए म पनि यहीँ जन्मेको हो हुन त यहीँ काठमाडौँमा यहाँ अरुणिमा स्कुल है केमा पढेको अरे पहिला होइन अनि त्यसपछि म चाहिँ यहाँ ज्याठा एरियामा नै हो हुन चाहिँ ज्याठा एरिया हो हजुर हजुर त्यहाँ कुन चाहिँ म धेरै वर्ष पहिला बाबाले भन्नुभएको थियो अब अहिले थाहा छैन म कस्तो भने कि अब
ए गर्नु भयो भन्दा भन्दै हजुर कम्बाल दियो अब घरमा जाने होला होइन म घर लैजान्छु पुग्न चाहिँ म मोटामा गइरहेको लगभग खाने नभएको रातिको घरले राम्रो जाँदै त्यो चाहिँ होला होइन म चाहिँ लाजिम पार्टीले गाईहरू सोधा कति लाजिम पार्टीले ए हजुर हजुर ठिक छ अब हामी सेवामा हाजिर छँदैछौँ नि त्यसले गरेर गर्दैन साथीमाहरूले पनि सिधै जान दिइरहेन मामाहरूले पनि सिधै जान दिइरहेको मामाहरूले पनि सिधै जान दिइरहेको चेकिङ सेकिङ नहालिकन मसँग चाहिँ अगाडि क्यामेरा पनि छ अनि साथसाथै अब यता साइडमा क्यामेरा पनि छ त्यही भएर म चाहिँ भ्लगिङहरू पनि गर्छु कहिले काहीँ हजुर क्यामेरा फिट छ मैले गोप्रो चाहिँ घरमा राखेको आज के अरे क्यामेरा भन्नु गर्नु त मोबाइलले खिचिरहेको छु हजुर हजुर हो पऱ्यो हो अब यो डबल काम हुन्छ मैले अब एडिट गरेर टक्क यसो पोस्ट हान्दै गरेँ होइन यसले फलोवर्सहरू बढ्दै जान्छ सब्सक्राइबहरू बढ्दै जान्छ त्यही त हो नि रमाइलो अब जुन काम गरे पनि त्यसमा के अरे राम्रोसँग हुनुपर्छ रमाइलोसँग गर्नु पऱ्यो खुसी लाग्यो उता उता हजुर फेरि एउटै ठाउँको पनि पर्नु भएछ होइन म पनि राइड हेरिरहेको थिएँ अब के गर्ने हो यतातिर भयो भने जाउँ म चाहिँ प्रायः जस्तो गफ गर्ने मान्छे हेऱ्यो भने गफ गर्दै हिँडिरहेको हुन्छ बाटो पनि कटेको थाहा हुँदैन होइन केही न केही साटासाट पनि हुन्छ तपाईँको अनुभवहरू भयो गरिसक्यो नि कति भयो म त बुढो भइसक्यो हो मान्छे पो सानो त यहीँभित्र होला जस्तो लाग्छ होला एक कल गर्छु हुन्छ कल गर्नुहोस् अनि यार ब्रदर यार म अन्त के त्यही त म भन्ने कुरा माइन्ड नगर्नु है होइन होइन केही छैन त्यस्तै हो अब मलाई पनि सम्बन्ध केलाउँदै जाँदाखेरि